यो क्लासमा आउनुभएका आफ्नो लिपि, भाषा र अस्तित्व अनि धर्मप्रति रुचि राख्नेहरूलाई स्वागत छ। र आज योसित पेज नम्बर 12 को पाठको 14 दिन हो र यो अगाडिकोहरू अब तपाईँहरूले हेरिसकेको नै होला र अब आज यहाँदेखिको सुरु गर्नुपर्ने र अब अगाडि पाठ पढाइसकेको अर्थ संक्षेपमा भन्ने हो भने चाहिँ अहिले हामीहरूले अमूल्य मानव जीवन प्राप्त गरिरहेको छ र हामीलाई निर्वाणको मार्ग पनि देखाउने पाइरहेछ र लामाले जसरी सरसल्लाह दिनुहुन्छ त्यसरी नै धर्म अभ्यास गरेर चाहिँ संसार र निर्माणमा को छिनमिन गरेर बिचमा जुन्दै नरहिकन छिनमिन गरेर बिचमा झुन्डेर नबसेर चाहिँ गर्नु चाहिँ महत्त्वपूर्ण हो। अब आज यहाँदेखिको फर्स्ट पहिला अब पढ्नु सिकाउने छु है। द टिङ्बो थे लासाले थेले त्यो भन्दा अब अहिले तपाईले अमूल्य मानव जीवन प्राप्त गर्नुभएको छ र सदा सुख र सदा दुःखको सिमानामा पुगिरहेको छ र अहिले तपाईको हातमा छ राम्रो मार्गमा जाने हो कि नराम्रो मार्गमा जाने, त्यो एउटा सिमानामा पुगिरहेको छ र अब यति बेला चाहिँ लामाले जसरी सरसल्लाह दिनुहुन्छ त्यसरी नै अभ्यास गरेर संसारमा फेरि जन्मिने हो कि निर्वाण प्राप्त गर्ने हो, त्यसको चाहिँ छिनामिना गर्नु चाहिँ महत्त्वपूर्ण छ। त्यो आफै जिउँदो हुँदाखेरि अमूल्य मानव जीवन प्राप्त भएर जिउँदो हुँदाखेरि अभ्यास गर्नु, त्योभन्दा जिउँदो हुँदाखेरि धर्म अभ्यास गर्नुभन्दा गाउँ साना सेन अन्य गर त डनरो डोङा डोङ छानारो छोगा छोक पा ठोङछोपा माने गाउँतिर गएर चाहिँ पाठ पढिदिने, सप्तेन गरिदिनलाई चाहिँ ठोङछोकपा भन्ने गर्छ र ठोङछोकपा गाउँतिर घरतिर गएर पाठ पूजा गर्नेलाई ठोङछोकपा भन्ने गर्छ। ठोङछोकपा थेले सेन ठोङछोकपा माने घरमा गएर पाठ पूजा गर्ने, सप्तेन गर्नेलाई ठोङछोकपा भन्ने गर्छ। रनतना मासा नामहरू गाउँमा गएर पाठ पूजा गर्नेहरू सकिकुसी वनरो वो शिव मरिएको शिव सँगतङ्गा साङ्गे पिल्लो, जसमा हामी सुत्दाखेरि टाउको राख्छ त्यो पिल्लो पिल्लोमा भन्ने अब नेपालीमा चाहिँ
मरेको मान्छेको टाउको छेउतिर जहाँनिर पिलो भनेको चाहिँ जहाँनिर टाउको राख्छ भएको न्यसु फायत छाकेको छिना छिन नासाने गएर अरू गाउँ गाउँमा पाठपूजा गर्नेहरू मरेको मान्छेको अब त्यहाँ घरमा गएर जहाँनिर त्यो मरिसकेको मान्छेको टाउको हुन्छ त्यहाँनिर गएर छिन्ने यार हाओ करता डनहरू डो यार डो उकालो जानु अर्थात् चाहिँ निर्वाण प्राप्त गर्नु, बुद्धत्व प्राप्त गर्नु, क्लेशदेखिको मुक्ति पाउनु। यार्डो उकालो जानु मार हाओ गरतडा डनरडो आखिकुई डो यार्डो मार डो उकालो जानु कि त ओह्रालो जानु। उकालो जानु भनेको चाहिँ निर्वाण प्राप्त गर्नु, बुद्धत्व प्राप्त गर्नु। ओह्रालो जानु मतलब चाहिँ नर्कमा जानु कि त पशुलोकमा जानु कि त प्रेतलोकमा जानु। हाकिकुई जानुको सा माओ छा मा सछम सिमाना सछम निर्वाण प्राप्त गर्नु कि त नर्कमा जानुको सिमाना। सा माओ छा मा सछम सिमाना। उकालो जानु र ओह्रालो जानुको सिमाना निर्वाण प्राप्त गर्नु र नर्कमा जानुको सिमाना। रततता गोरा खा गोराको मुख सरत सा बासप ता खा सब गोराको मुख सरत सा बासप माने लगम, हिन्दीमा चाहिँ लगम भन्छ गोरालाई यताउति घुमाउनु लगाउने त्यो डोरीलाई लगम। क्या कि साकी लगमले बाउ सकतगा गायतगा ग्यासचुग्युर आग्युर डाइरेक्सन चेन्ज गर्नु, दिशा चेन्ज गर्नु। त्यो लगमले पश्चिममा जानु पर्यो भने चाहिँ पश्चिमको तर्फ तान्यो भने चाहिँ पश्चिमतर्फ जान्छ होइन। त्यसरी लगमले डाइरेक्सन चेन्ज गरेको दाङादाङ र हाओ दरदाटा जस्तै। अनि कसैले यसो भन्दो रहेछ अब भन्नुभएको जिउँदो हुँदाखेरि आफ्नो हातमा हुँदाखेरि के गरिन, अब मरिसकेर चाहिँ अनि गाउँ गाउँमा पाठपूजा गर्नेले चाहिँ मरेको मान्छेको टाउको छेउमा गएर उकालो निर्माणमा जाने कि त नर्कमा जानेको सिमाना हो। अब त खास घोडालाई चाहिँ अब डाइरेक्सन चेन्ज गरेको जस्तै, इस्टदेखिको वेस्टदेखिको नर्थ चेन्ज गरेको जस्तै दाङ ड जस्तै साटिङको से भनेर साटिङको से रा शेर गायता क्या क्याकीको गिनाकिन बन्द हाउ दशचु दु गादु बन्द रहेछ। सतता ताटिङको ते
तर सो के भन्नु हुँदैछ, कसैले यस्तो विश्वास गर्दो रहेछ, मरिसकेको पछि गाउँ गएर पाठ पूजा गर्नेले चाहिँ घोडाको लगम तानेर ओह्रालो जानु आँटेको, नर्कमा जानु आँटेकोलाई निर्वाणको तर्फ घुमाएर लानु सक्छ भनेर यसरी विश्वास गर्दो रहेछ। तर सतत तडेङ्बोते तर अब त्यो मुस्किलको कुरा हो। अब अहिले सेन्टेन्स सकेको छैन भन्दाखेरि आफूलाई समय हुँदा, जिउ हुँदा राम्रो काम गरेको हुनुपर्छ, पुण्य कमाएको हुनुपर्छ र मरिसकेर हिसाब किताब क्लोज भइसक्यो। तर कसैले चाहिँ गाउँमा घुम्ने पाठ पूजाहरूले चाहिँ पूजा गरिदियो भने चाहिँ स्वर्गमा जान्छ भन्ने विश्वास, जस्तै एउटा घोडालाई लगमले दिशा बदलिएको जस्तै नर्कमा जानु आँटेको प्राणीलाई निर्वाणको तर्फ घोडाको लगम तानेको जस्तै त्यो तर्फ लानु सक्छ भन्ने विश्वास गर्दो रहेछ। तर भन्ने अब यो शब्द चाहिँ अन्तमा यो चाहिँ एकचोटि स्पेलिङ नगरिकन पढ्नु सिकौँ। स्पेलिङ नगरिकन एकचोटि सिकौँ। दाङ तेन्येकी साछम यिनपे लामे जितर गोवा सिन न्याम्सु लांने खोर्देकी ट्विन थक चेपा सिक चेपा गेल्छे थेले शेन ठोङछोक्पा नाम शिवन्येसु छिन्ने यार्डो मार्डो, उकालो जानु र ओह्रालो जानु, माथि जानु कि त तल जानु, यार्डो मार्डो साछम सिमाना, साछम सिमाना ताखासब कि घोडाको मुख चाहिँ लगमले रिडाइरेक्ट गरेको जस्तै भनेर भन्दै रहेछ। तर त्यस्तो हुनु चाहिँ साह्रै छ। आफै जिउँदो हुँदाखेरि राम्रो काम गरेको हुनुपर्छ भन्ने एउटा पाठ अहिले सकेको छैन र अब यही समाप्त गर्छु र तपाईहरुले आफ्नो धर्मप्रति रुचि देखाउनु भएकोमा धन्यवाद टक्राउँदैछु।